को हो र थाहा छैन 13-14 वटा छ कसको नाम भनौँ सुरुमा यत्र नि हेर्नुहोस् त कृष्णको भक्त हेलो तिमी कहाँ छौ म लोकेसनमा आइसके ए तिमीले पिङ्क सर्ट लगाएको छौ हो आई लभ पिङ्क ए देखे तिम्रो ब्ल्याक छ हैन तिमीलाई कसरी थाहा भयो के भयो फेसबुकमा त ह्यान्डसम थियौ त फेरि तिमी फिल्टर केटीहरूको लागि मात्र हैन नि रियलमा त छि भमिट गर्दिम फेसबुकमा त तिमी नि राम्री थियौ नि अनि अहिले चाहिँ नराम्रो छु म जिउँदो छौ काफी छ मलाई त तिमी मन परेन तर छ्या नेग्रो फाइल तर तिमीले त भनेथ्यौ कि लुक्स डजन्ट म्याटर यस योर लुक्स डजन्ट म्याटर टु मी के भयो तँलाई फेरि जति एउटा केटीलाई डेट गरे पनि उसलाई बिर्सिनै सकिरहेको छैन यार बिर्सिके अब त्यो केटीलाई त्यसले तँलाई चुतिया बनायो कि त्यो त म पहिलेदेखि थिएँ नि मैले उसको कुरामा विश्वास गरेँ कि केटी र नेताको कुरामा विश्वास कसले गर्छ त अनि के देखेर माया गरेछु कि मैले त्यो धोकेबाजसँग सबै केटाले हेर्ने यही हो सुरुमा म त उसको स्माइलमा पग्लिएको हो कि किनकि म्यान बुब्स त मेरो पनि छ रहेछ त किन चाहियो त नि केटी आफ्नै दबार बस्न सेल्फ अब्सेस्ड भयो कि मुला दुम्बा बुब्सको लागि हेर मैले उसँग माया बसाएको तेरो मायालाई अर्कैले काखमा बसाइरहेको छ होला अहिले दुम्बा ऊ त्यस्तो केटी हेर्ने के किन थाइल्यान्डको हो र केटी नेपालकै हो अल गर्ल्स आर सेम सबैलाई हाम्रो भन्दा पनि राम्रो मनपर्छ कि उसले नि मलाई त्यही भनेर गई के अल बोइज आर सेम ए यु बोथ आर राइट लास्टै याद आउँछ यार उसको ए अनि ब्रेकअप चाहिँ के भएर भएको खास सोध्नै बिर्सिएको कसले झार्दिएको यहाँ त्यस्तो गरेपछि छोड्दैन त नि छोड्न मन लाग्यो भने केटीहरूलाई सानो कुरा नि ठुलो लाग्दो रहेछ कि भनेपछि तेरो त्यो पनि ठुलो लाग्थ्यो होला हैन खै यार सेक्स गर्नै पाएन केटाहरूलाई चाहिने दुलै हो यार मैले नि उसलाई दुलै बनाउने सोचे थिएँ कि दुलो भनेको मैले ओइ के भयो यसलाई केटीले छोड्दै रे अनि झुक्लाएर बसेछ बिल्ला मुला छ्या अरूको पीडामा धेरै खुसी नभई यसले रफ फोन हेर्छ के ओबी म टिभी खोल्दा मेरो स्ट्यान्ड अप कमेडी आउन लाग्छ टिभीमा ल हो र मेरो चाहिँ ब्रेकअप रिसेन्टली नै भएको थियो के त्यही कुरालाई समेटेर मैले एउटा शायरी लेखेछु के तिम्रै तस्बिर आउँछ मैले आँखा बन्द गर्दा तिम्रै तस्बिर आउँछ मैले आँखा गर्दा बन्द तिमीलाई झुटो बोले जस्तो लाग्छ होला भन्दा पहिला बस्न आउने पातमा अहिले आउन थाल्यो गन्ध जब चाना मर्छ नि होइन तब बाना हुँदो रहेछ क्या साथ छोड्ने केटीलाई मात्र होइन है मैले केटालाई नि भनेको यो आई बिलिभ इन फेमिनिजम के एन्ड आई क्यान प्रुभ द्याट एक दिन म झुकेर लेडिज टोयलेटमा गएको थिएँ कि पन्च लाइनै आएको छैन त्यसै हाँस्दिने यार अरूहरू झुकेर लेडिज टोयलेट जाँदा ओ सरी केटीको टोयलेट हो भन्छन् कि म चाहिँ बसेर पिसाब फेरेर आयो कि एउटा केटी झुकेर केटाको टोयलेट पनि गएको देखेको थिएँ कि मैले एक दिन अनि मैले गएर सोधेँ एक्सक्युज मी मिस यो त केटाको टोयलेट हो त केटाको टोयलेट हो भने राइटतिर किन छ त वुमन इज अलवेज राइट के हामी रिलेसनसिपमा हुँदा त्यसले के भन्थ्यो भन्दा तिमी बाहेक अरू कोहीसँग सुत्दिन भन्थ्यो कि तर अस्ति भर्खर मैले फेसबुकमा एउटा नयाँ नेपाली काण्ड देखेको थिएँ कि अब काण्ड देखेपछि त क्लिक हान्न मन लागिहाल्छ त्यो त अब नेचुरल कुरा नि हो हाम्रो केटाहरूको लागि हो रहेछ त्यो केटी अनेस्ट रहेछ यार गाइस लास्टै अनेस्ट के उठी सेक्स गरेको थियो कि अनि छोड्ने बेलामा त्यो सबले रिलेट गर्न सक्छ केटीले के भन्छ रे अल बोइज आर सेम रे के सबै केटीको कमन डायलग के हो बहिनी सबको झुन्डिएकै हुन्छ के काम जसै पिछा बसेरै फेर्दो रहेछस् थ्याङ्क यू फर लिसनिङ त्यस्तो कमेडी त थिएन त कति हाँसेको मान्छेहरू उल्टै पैसा दिएछु यार मैले हाँस्नलाई ए केटीहरूलाई धेरै भाउ दियो भने पछि घाउ दिँदो रहेछन् मलाई पनि दल्नु त नयाँ केटी पट्टाएर कोसिस त गरेको हो नि यार कोही केटीले मनै पराउँदैन मलाई अनि केटालाई ट्राई गर्न त सालेहरू हेल्प गर्ला भनेर बोलाएको त बिल्ला मात्र हान्छ यार त्यही बिल्ला हान्नलाई त हो तँलाई गर्लफ्रेन्ड चाहिएको गर्लफ्रेन्ड हुँदा के गर्दै एकचोटि सम्झि त तैँले सर के लिनुहुन्छ पहिला पानी लिएर आऊ त ए ओके सर तर जगमै बोतलमा होइन है पानीको पैसा तिर्दिन म के खानी त आज झोलमामा खाम न त 3 जनाको 420 हुन्छ के भयो त पैसा तैँले तिर्छस् पैसै छैन यार कहिले त तैँले नि खुला न खालि पैसा छैन भन्छ पैसा छ तर मेरो गर्लफ्रेन्डको लागि मात्र अबे आए पिज्जा लिएर आउँदैछु ल हामी चाहिँ के खाने त तिमीहरू पानी खाएर बस सरहरू के लिनुहुन्छ भनिदिनुहोस् त झोल मोमो अनि अरू नै झोल मात्र के चौटा खाने पैसा छैन अनि फ्रीमा धनिया आउँछ तर के किनेपछि मात्र तैँले गर्दा वेटरले धरि बेइज्जत गरे हाम्रो सरी यार त्यति बेला म मायामा अन्धो भइसकेको थिएँ कि रिलेसनसिपमा हुँदा चाहिँ फ्रेन्डसिप हेर त है के हो त्यस्तो तर के लास्टै अमिलो छ हेर्दा त मिठो छ त नै छैन मैले तिमी भनेको के
बेब अब सुरु गरौँ है हाम्रो प्रोग्राम। पहिला तिम्रो साथी सुत्यो कि नै चेक गर थियो एकचोटि। सुत्यो होला। उठिरहेछ बे पछि कुरा राम्रै। त्यस्तो पनि गर्छ कसैले साथीलाई। त्यो त नि मेरो गर्लफ्रेन्ड थियो त अनि तँलाई किन देखाउनु त नि। बच्चामा त जे कुरा नि बाँडेर खान्थिस् त। यो त ठिक छ के भएन फिल्म हेर्न जाने बेलामा चाहिँ तैँले धोकै दिन्थिस् के। ओइ फिल्म हेर्न जमाइज न यार आज गर्लफ्रेन्डसँग जान छ यार तिमीहरू चाहिँ है। आइसर ओइ मजा आउँछ कि सँगै जान। बढी मजा मेरो गर्लफ्रेन्डसँग आउँछ। हामीलाई नि लैजान त है। बेसिया पुत्रहरू जे पाइते बोल्छस् फोन राख। साले धोकेबाज केटी पाएपछि बिर्सिस होइन हामीलाई। जुन कुरा मेरो गर्लफ्रेन्डले मलाई दिन सक्छ त्यो कुरा तिमीहरूले दिन सक्छस्। हामीलाई धोका दिन आउँदैन। मलाई खुसी हुन छ कि गर्लफ्रेन्ड बनाएर। नपाउँदासम्म खुसीको भ्रम छ, पाइसकेपछि पीडा र गम छ। ओइ खतरा भन्दिस् त। अनुभव छ नि त मेरो पनि। के गर्ने के उसलाई बिर्सिनको लागि यार। जिम जाम कि बरु यस्तो फ्रस्ट्रेटेड हुनुभन्दा त म जाने जिममै आउँछ कि यार त्यो जाँटिएन जिम गर्नै मन लाग्दैन। के गर्न मन लाग्छ त। डिस्ट्र्याक्सन हुन्छ कि। बिहान बिहान उठेर हे पुसअप गर्न त। ट्राई गरेको त हो, 36 सेकेन्डमा छुन्छु कि मैले भुइँमा। फर्स्टमा के छुन्छस् त। ए बुझ्यो तँलाई त सुगर थियो त फेरि। त्यो त कन्ट्रोल भइसक्यो यार। आफ्नो इमोसनलाई पनि कन्ट्रोल गर। त्यो केटीले मेरो जिन्दगी बिगारिदियो यार। बिग्रिएको घडीले पनि 2 चोटि त सही टाइम देखाउँछ कि चिन्ता नगर्नु मुला। सँगै बुढो हुने भनेको छुटेर गए। एज ग्याप कति थियो रे तेरो र त्यसको? 6 वर्षको। छुटेर नगएको भने सँगै बुढो हुन्थेन। एक्जाम आयो भनेर छोडिदिरहेको के मलाई। त्योभन्दा राम्रो त धोकै दिएको भए हुन्थ्यो कि। ट्युसन पढाउने है। यसले हत्या गर्यो ल आइज म लैजान्छु तँलाई त्यो केटीसँग कुरा मिलाउन। प्याचअप भयो भने के गर्छस्? जसै पढाउने मैले नै हो। आई लभ यु। आई सी माई फ्युचर अनि हो। ओ वाउ यु फर्गिभ मी। फर्की भएन तैँले फेरि धोका दिन्छस् राख। त्यही नै मेरो अलरेडी बेस्ट फ्रेन्ड छ। मिल्दै थियो त कुरा फेरि के भयो? नाइ यार मैले कति धेरै केटीलाई डेट गरेँ कि तर साला सबले धोका दिन्छन्। यही साथीसँगको सम्बन्ध त रहेछ कहिले पनि नटुट्ने। पैसा उधारो लिँदा त्यो पनि टुट्छ। केटीले पो धोका दियो मलाई। मेरो साथीहरू त छन् नि अझै मेरो साथमा। जुन खुसी मैले केटीबाट पाउन खोजेँ त्यो खुसी त मैले साथीहरूसँग पो पाउँदो रहेछु। योसँग नसुते अबदेखि। जमिन केटा हो, आज फिल्म म हेराउँछु तिमीहरूलाई। बेबी भन आऊ बेस्टी फिल्म हेर्न जाम। ए ल फिल्म हेर्न जाने ल ल। हामीसँग जाने भन्थ्यस् त फिल्म हेर्न। जुन कुरा मेरो गर्लफ्रेन्डले मलाई दिन सक्छ त्यो तिमीहरूले दिन सक्छस्। जुन कुरा मेरो गर्लफ्रेन्डले मलाई दिन सक्छ त्यो कुरा तिमीहरूले दिन सक्छस्। नोस्टाल्जिया। ल ल बेबी आइ टिस्यु पेपर किन्दै गर ल। साला धोकेबाज। तँलाई 2 चोटि धोका दियो त्यसले। 2 चोटि रे? तेरो गर्लफ्रेन्डसँग जान लाग्यो के त्यो? ओ जे पाइते नसोचे म छु है फेरि तेरो साथमा। के भयो? त्यो जातिको फेरि इक्जाम लाग्छ के?